सो गुड मर्निङ गाइज। आज चाहिँ म अब दिदीको घर जाँदैछु, विनिता दिदीको। अन्त म तपाईँलाई के हुनेछ, कहाँ के हुनेछ म तपाईँलाई लास्टसम्म देखाउनेवाला छु र यो भिडियो मेरो स्किप नगरिकन हेरिदिनु होला भन्ने चाहन्छु। सो गाइज आज अब चाहिँ हामी निस्किन आँटेको दिदीको विनिता दिदीको घरमा जान आँटेको। अब यहाँ हुनुहुन्छ मेरो दिदी। भयो यहाँ हुन्छ मेरो अङ्कल। अङ्कल यता हेर्नु न, यहाँ हुन्छ मेरो अङ्कल। हामी कहाँ जान आँटेको? हामी विनिता दिदीको घर जान आँटेको र अब मेरो पनि रम्फूमा एकछिन काम छ। त्यस पश्चात तपाईँहरूलाई मेरो भिडियो एन्डसम्म हेरिदिनु होला भन्न चाहन्छु। सो फाइनली गाइज हामी चाहिँ अब गाडीमा चढिसकेको छौँ। अब हामी केही छिन पश्चात दिदीको घर पुग्नेछौँ। सो हामी अङ्कलको गाडीमा हामी जाँदैछौँ विनिता दिदीको घर। विनिता दिदी पछाडि, म अगाडि यता अङ्कलसँग। सो गाइज हामी अब रम्फू केही छिनमा रम्फू पुग्नेछौँ। त्यसपछि हामी त्यहाँबाट दिदीको घर जानेछौँ। बाटो देखेको अन्त मल्लीतर्फ लाग्नेछौँ। भान्जी त भन्नु पनि छैन माइजू म जान्छ हिजो त फेरि है के थाहा माइजू भान्जीले सम्झ्यो होला नि त माइजू गयो भने त फेरि भाडा बढ्थ्यो भनेर गाह्रो रहेछ। घर गएको कहिले आउने भयो भने भरे रवि दाजु पनि जानु भएको हेर त अनि घुम्नु के गरौँ हौ भान्जी म त जाउँ न जाने कहाँ जान्छौ त्यसो भने म त रोक्दिनँ फेरि रम्फूमा। त्यहाँ नरोक्नु नि अहिले रोक्दिनँ, साँच्ची म रोक्दिनँ। भान्जीले त अन्त माइजू जाउँ है भनेर भन्दैन हामीलाई, कहिले यस्तो छ। अनि कहाँ म जबरजस्ती जान्छु अहिले भान्जीसँग। गाडी आउँदैछ खै आओस् न, त्यो गाडी आयो के हुन्छ? त्यो गाडी आफै उयो हुन्छ नि। दैलो बोक्नु पर्ने। कहिले बोल्नु पर्दैन। अङ्कलको गाडी झन्डै कहाँ भन त, भनौँ न। अङ्कलको गाडी झन्डै ठोक्कायो भनेर भनौँ न। कहाँ ठोक्यो भन्छ अहिले फेरि। के लग्यो भान्जीले कोसेली भान्जी केही लगेको छैन अहिले। अब बजार हाम्रो मल्ली बजारमा ल तिम्रो मल्ली बजारमा किन अब ठिकै टाइममा झरेछु त। मैले माथि बेला पनि भेटेको थिएँ काइला उकालो जाँदै थियो गाडी हैन टाढै जानु भएको कुरो लाग्यो के गरेको छ भान्जी यस्तो अलिक ट्राफिक हटाउनु पर्ने छ। पर जाम छ अरे ऊ यहाँ बाटो जाम। अन्त यहाँ टाढै के पो लड्यो भने जस्तो लागेको थियो मलाई। त्यो त अस्ति हो त। अघि पनि होइन आज बिहान पनि होला। ए लु बाहिर निक्लेर भ्लग बनायो यस्तो हाल्यो भने त भ्युअर्सहरू बस्छ। त्यही त गाडीभित्र बस्यो भने त बढ्दैन भाइ। आज चाहिँ यहाँनिर जाम लागिरहेको छ। यहाँनिर पुरा जाम छ जुमटसको उकालो। सो गाइज अब हेर्नु सक्नुहुन्छ तपाईँले। म तपाईँलाई पछाडि पनि देखाउन चाहन्छु। पुरा जाम छ, पुरा लाग्छ अब जाम खोलिन 1.5 घन्टा। यहाँ हेर्न सक्नुहुन्छ तपाईँले। यहाँनिर पर टाटा आउँदैछ, जुन चाहिँ टाटा चाहिँ
उकालो चढ्न नसकेर पुरा जाम भइरहेछ जाम भइरहेको अवस्था छ उता गाडी पर्खेको होइन उताबाट चाहिँ पुरा जाम रहेछ कि अन्त जाम भएर नखाने लिएर उयो टाटै चढ्न सकेन यहाँबाट ऊ फेरि खाँदा खान्छ बरु गाडी हेर्नु न अर्को उँधो पनि नि हालेको छ हेर्न सक्नुहुन्छ सो गाइज हेर्न सक्नुहुन्छ यो बाटोको अवस्था यस्तो छ सो अङ्कल र हामी सबै यहाँ छौँ हेरिरहेका छौँ है त हुन्थ्यो नि फेरि उहाँ हेर्न सक्नुहुन्छ अब फेरि गाडीले फेरि रिट्राई गर्दैछ चढ्नुको लागि हेर्न सक्नुहुन्छ यहाँ तपाईँले हेर्न सक्नुहुन्छ पर कति बेसी जाम छ लोडै होला लोड भएर त चढ्न नसकेको त यत्रो गाडीको जाम छ यो गाडीहरू सबै यहाँनिर पर्खिरहेको छ उताबाट आउने गाडीहरू पुरा जाम खाँदा खात भएर हाम्रो गाडी चाहिँ यहाँनिर छ दिदीहरूसँग दिदीहरू हुनुहुन्छ यो जुमिन्टसको छेउमा हामी जाम खोलिसक्यो जाम खोलेर चाहिँ हामी अब हिँड्न आँटेको प्रोमा हामी जान आँटेको फाइनली गाइस हामी चाहिँ रम्फू आइपुगेको पेट्रोल पम्पनिर रम्फूबाट अब चाहिँ कोस छिरिसकेको छौँ जो चाहिँ बेङ्गाल पर्छ अब हामी बेङ्गाल हुँदै हुँदै मल्ली जानेछौँ गाइज हामीले चाहिँ बादल भेट्यो यहाँनिर बाटोमा यो कुन चाहिँ जग्गा हो अङ्कल यो कुन चाहिँ जग्गा हो तारकोला पुगेर हामी बादल भेटेको अवस्था छ अझै यो भिडियो स्किप गर्न नगरिकन हेरिदिनु होला एन्डसम्म कहाँ के हुनेछ त्यो तपाईँहरूलाई म लास्टसम्म देखाउँछु सो गाइज अहिले चाहिँ हामी सिङदाम गोवारीपट्टि आइपुगेको आदर्श गाउँनिर र अहिले जाम भएको अवस्था हेर्न सक्नुहुन्छ राफ्टिङ खै एकछिन राफ्टिङ खै योदेखि राफ्टिङ भइरहेको छ यहाँनिर देखेँ राफ्टिङ गाइज हामी चाहिँ फिलहाल अहिले मल्ली बजार आइपुगेको छौँ अङ्कल यहाँभित्र क्यान्टिनमा चिया खानुहुँदैछ र भूमिका दिदीले चाहिँ तल ब्याङ्क जानुभएको छ मेरो पछाडि हेर्न सक्नुहुन्छ बजार अङ्कल हेर्न सक्नुहुन्छ तपाईँले मल्ली बजारको